घरमा मान्छे थिएनन् अनि पोहोर स्वर्गद्वारी जाँदा पनि थिएनन् कतै जाँदा पनि थिएनन् चतरा धाम जाँदा पनि 3 दिन कति दिन आइयो स्वर्गद्वारी जाँदा 2 दिन आइयो के ठाउँ अरे यो हजुर के ठाउँ अरे लुम्ले नै भन्छ भरलुङ लुम्ले लुम्ले जाए ल हामी अब लुम्ले आइपुग्यो है लुम्ले आइपुग्यो अब कट्यो भने लुम्ले कट्यो अब यहाँ ओह्रालो झर्दैछौँ अब के ठाउँमा आउने हो के ठाउँमा आउने हो अब नयाँ पुल बिस्तारै आउँछ अरे अब ढावा भन्ने ठाउँमा हुन्छ ढावा भन्ने ठाउँ आइन्छ हेरिरहेको होइन त्यसपछि बिस्तारै बिस्तारै हामी लाग्दैछौँ सबै ठाउँ त त्यति यादै गरेको के अरे लोकल गाडी चलाउनु त याद हुन्थ्यो होला सबै त थाहै अरूबुटा शिवलियान हानिएला अझै पुग्नै बिर्छ सिमलिगानको कुरा आयो फेरि यहाँ कहाँको छोप्राको हो कि कहाँको सिमलिगान होइन चितवनकै हो मिलाएर बट्टा राखेको त्यसै छ खाएकै छैन कस्तो मिठो हुन्छ है बट्टा त्यसै बसेर यसो खाने हुँदैन मेसै तपाईँ घर कहाँनिर हो मेरो अब पछि जाँदा पुऱ्याउँछु त्यो पट्टा मलाई त्यस्तो चिज नै घुम्छ अरे यो अनि अमिलाएर राखेको त नि बटाउ थाकै छैन कि अलिकति खानु पर्दैन खाइयो अनि अमिलोको कोही पनि अरू तरकारीले खाइराखी 5-6 दिन त अमिलो हुन्छ ए 1 महिना होला बस्या बच्चामा त्यसै 3 बेला लागिसक्यो धेरै अमिल्याउने हुन्न 5-6 दिन त हानिएला हुन्छ एक रात मजाले भिजाएर त भइहाल्यो त हो त नि आज भाँचेर घाममा खाइयो खाएर पनि अब बट्टामा राख्ने हेरेर अनि अलिकति बट्टामा चाहिँ दिदी सिद्धिगान नै कस्तो खाएन बाबै भने हिजोले अलिकति बट्टा उसले ल्याइदिए त्यहाँ आउँदाखेरि बारीमै छ होइन खोजेको त्यहाँ उतापट्टि घोलमा पाइन्छ क्या बिहानमा त्यो सिमलिगान भन्नु चाहिँ नि हाम्रो वहाँ त छोप्रा कहाँ त्यो काजीको बाउ के डन्ना पानी बुढाले खान्थ्यो त बरा काममै कराम अनि कराम बट्टामा खाने हेर्दा पनि मिठो लाग्छ शिवलियान त सानो बुटो पराएर सारे हो त्यति आउँछ खान पाउँछ महेन्द्र खोइ काकाले कताबाट ल्याउनु हाम्रो त महेन्द्र चौकको घडेरीमै छ पोहोर त ल्याएको एउटा बुटो सारे हामीलाई खान त अर्को बाटो हुँदो रहेछ कि लोरु छ पोहोर त ल्याएको दिँदैन रोसन पशुको सारे थियो न्यु के अरे कस्तो ओह्रालो रहेछ है तलबाट आउँदाखेरि धेरै उकालो पर्छ होला है यहाँ यसलाई के घुम्ती भन्छ कि के भन्छ त्यो ढावा भन्छ के अरे ढाबा यो ठाउँलाई ढावा भन्छ ए ढाबाको घुम्तीसँग घुम्तीबाट खोलामै जानुपर्छ हामी त ढाबाको चाहिँ घुम्तीबाट चाहिँ हामी उता खोलातिर झर्दैछौँ अब यहाँ मोदी खोला आउँछ त्यसपछि मोदी खोला आउँछ मोदी हाइड्रो पावर छ यहाँ मोदी हाइड्रो पावर छ यहाँ तल तर हो त्यो घरिबटा साँढी खोला नि कस्ता राम्रा बनाएर छ क्या अहिले बाबु तल त थुप्रै मोडहरू रहेछ अब हामी यता लाग्ने हो ऊ त पारी पुग्ने होला क्या कस्तो परा मन्दिर त्यो त चाहिँ अखरैमा राख्यो नि क्या जहाँ भयो नि है अल्को ठाउँ सुब्बादेउरालीमा पनि कस्तो हाक्कु सुते हो क्या हाक्कु यहाँ खिचिराखेको के भन्नु आँट नि त्यस्तो खिचिहाल्बाट उनीहरूले भन्नु नि त्यही थियो हाक्कु भने काका अरे अनि हाक्कु भने काका हो कि कमालीले भने होला यिनीहरूलाई थाहै छैन नि त हो त नि हाक्कु भने काका हो कान्छालाई चाहिँ हाना अन्ति त्यसले हाना के अरे कमलीले हामी यहाँ हो बर्गासेला हामी यहाँ हाना
यो पुलको नाम के हो?